यो चाहिँ दुधेको ब्रिज हो। जति पनि भाया दुधिया भएर आउनुहुन्छ गाडीहरू नआइदिनुहोस् होला, कृपया तपाईँहरू कोही पनि नआइदिनुहोस् होला, यहाँ ब्लकमा फस्नुहुन्छ है। कोही पनि नआइदिनुहोस्, यो दुधेको ब्रिज चाहिँ अलिक भत्किएको छ है साथीभाइहरू, कोही पनि नआइदिनुहोस् है तपाईँहरू। गाडी यति खाली छ, यो झऱ्यो भने गाडी पनि खोलाले बगाएर लान्छ। अगाडिपट्टि त केही छैन, चान्सै छैन अगाडि बढाउने। अगाडि पनि डल्लै पुरिसकेको छ गाडी हो। यतापट्टि भाइको अर्को भाइको गाडी छ, यो मेरो गाडी। अब यो झर्नै आँटेको छ, यहाँबाट झऱ्यो भने चाहिँ मुनिबाट गयो चाहिँ यता पनि मेरो चाहिँ यो डिल यहाँ आइसकेको छ। गाडीपट्टि स्टिल चाहिँ यति खाली छ। अब यहाँबाट पनि पानी नदीबाट यो खोला डल्लै यताबाट बोक्दैछ। अब यहाँबाट पनि यो चर्किसकेको छ, यति हो। अब यो दब्बिँदै गएर मुनि पानीले खाएर बढ्यो भने चाहिँ गाडी पनि हाम्रो लगेर जान्छ। यी बाइकहरू त कतिवटा ल्यायो बाइकहरू कतिवटा छ यहाँनिर गाडी भेटेर पसिरहेको छ। अब यति खालको छ जग्गा। अब यो पनि तान्दिन आँटेको छ। अब यो दब्बिँदै गयो भने पानीले भेटेर गएपछि यो पनि सब तानिन्छ। राति 2 बजीदेखिको यो सब भएको। यहाँनिर बाटो थियो, गाडी हिँड्ने बाटो यहाँ पर त्यो आदि बाटो छैन। त्यहाँबाट गेट थियो, यहाँ घर थियो एउटा, घरहरू डल्लै लगेर गयो। गाडीको छेउमै घर थियो यहाँनिर, त्यो सबै लगेर गयो। हेर्दै लगेर गयो। अब बाँचेको यति छ। यहाँनिर छ हामी बसेको जग्गा, यहाँ छ यहाँ छ। यो पनि पुरिसकेको छ। माथिबाट भलाहरू यो घरको चेपबाट यहाँनिर अलिकति सेफ छ। यो परक गाडीहरू चाहिँ अलिकति सेफ छ। अब यो माथि चढाउनु पनि सक्दैन, माटोहरू बाइकहरू पुरा यो भित्र बाइकहरू छ, ढुङ्गाहरू पुरै आएको छ।